ल है साथीभाइहरू, मैले धेरैवटा भिडियो बनाइसकेँ नयाँ साथीहरूको लागि भन्दै। जस्तै उकालोमा ह्यान्ड ब्रेक बिना कसरी गाडी उठाउने भनेर अझै पनि सरहरूले मलाई कमेन्ट गरिरहनु भएको छ। उहाँहरूको लागि यो भिडियो। जस्तै यो क्लच भयो, यो ब्रेक भयो हैन, टक्क थिचेर गाडी रोकिन्छ उकालोमा। र उकालोमा हुँदाखेरि जहिले पनि यो गाडीको गियरलाई चाहिँ 1 मा राख्नु पर्यो। 1 मा राख्नु पर्यो। 3 4 2 1 मा छ भने जति पनि भए पनि 1 मा लगेर यसरी टक्क 1 मा लाउनु पर्यो। अनि यसरी क्लच र ब्रेक थिचेर गाडी रोक्नु पर्यो। अनि तपाईको धेरै उकालो छ भनेपछि यो एक्सेलरेटरलाई हल्का छाउनु पर्यो यसरी खुट्टा घुमाएर। हजुरलाई कुन सजिलो लाग्छ? अब यो ब्रेक र एक्सेलरेटर यहाँ थिच्न सजिलो हुन्छ कि यो ब्रेक थिचेर यो एक्सेलरेटर यहाँ छाउन सजिलो हुन्छ? यसरी छाउनु पर्यो दुईटै खुट्टा, ब्रेक पनि थिच्नु पर्यो, एक्सेलरेटर पनि छुनु पर्यो। त्यसपछि यो क्लच छ यता लेफ्ट खुट्टामा, यसलाई बिस्तारै छोड्दै जानु होला जबसम्म गाडी अगाडि बढ्न खोज्दैन, हल्लिदैन, अलिकति भाइब्रेसन आउँदैन त्यतिखेरसम्म छोडिरहने। त्यहाँबाट हाफ क्लचमा भएपछि गाडी ठ्याक्क अडिन्छ। हाफ भएपछि क्लचले हाफ छोडिसकेपछि गाडी उकालोमा जान खोज्छ, उँभो हिँड्न खोज्छ, पछाडि बग्न खोज्दैन। त्यो टाइम हजुरले यो ब्रेकलाई यसरी बिस्तारै उचाल्दै यस्तो गरेर सट्ट यसरी खुट्टा छिटो गरेर एक्सेलरेटरमा ल्याउनु पर्यो। एक्सेलरेटरमा ल्याएपछि अब एक्सेलरेटर बिस्तारै थिच्दै जाने, क्लच छोड्दै जानु पर्यो। जबसम्म अगाडि गाडी हिँड्दैन त्यतिसम्म बिस्तारै एक्सेलरेटर लिइराख्ने। जब पिकअप लिएर गाडी मजाले हिँड्छ त्यसपछि यो क्लचलाई छोडिदिएर एक्सेलरेटर लिएर सरर आफ्नो बाटो लिएर हिँड्नु होला है त। यसो गर्नुभयो भने चाहिँ पछाडि एक सुता पनि नसरिकन गाडी अगाडि बढ्छ। तर क्लचको टाइपिङ र एक्सेलरेटरको ब्यालेन्स चाहिँ मिलाउनु भएन भने, दुईटाको ब्यालेन्सहरू मिलेन भने गाडी पछाडि बग्छ। जहिले नि यो हाफ क्लच यो क्लचलाई चाहिँ हाफमा आएपछि मात्रै यसरी ब्रेकबाट एक्सेलरेटरमा खुट्टा यसरी राख्नु होला। अनि चाहिँ अगाडि जान्छ गाडी एक्सेलरेटर लिँदै गएपछि।